This episode is proudly supported by Java Energy Complete Energy Solutions. Ingredient partner KTM Bazaar. Corner Butcher Block. In association with Care AU Health and Community and KS Boutique Melbourne. आज हामी बनाउन गइरहेका छौँ चिकन छोइला। चिकन छोइलाको लागि हामीले लिएका छौँ 1 किलो मासु है, चिकन ब्रेस्ट। अब यो चिकन ब्रेस्टलाई हामी पहिला सुरुमा म्यारिनेट गर्न गइरहेका छौँ। अब म्यारिनेसनको लागि हामीले युज गर्नेछौँ बेसारमा कोट गर्ने, अलिकति नुन हैन, अनि यसमा कलर आउनको लागि चाहिँ म चाहिँ अलिकति यो काश्मिरी रेड चिल्ली मिर्च हैन, काश्मिरी मिर्च युज गर्छु है। अनि त्यसपछि अब हामी यसलाई मोल्न गइरहेका छौँ। यसलाई यसरी म्यारिनेसन गरेर 1-1.5 घन्टा 2 घन्टा यसलाई छोड्यो भने यसमा यो नुन पनि पस्छ हैन, म्यारिनेसन राम्रो हुन्छ, जसले गर्दाखेरि पछि छोइला चाहिँ मिठो हुन जान्छ, नुन भित्रसम्म पनि पस्छ है। हामीले 1-1.5 घन्टा जति यसलाई म्यारिनेट गरेका थियौँ फ्रिजमा, र फ्रिजबाट हामीले निकालेर अब यसलाई चाहिँ हामी ओभनमा राख्न गइरहेछौँ। वास्तवमै छोइला भनेको पोलेको मासु हो, दाउरामा पोल्ने चलन छ नेपालमा चाहिँ, तर हामीसँग चाहिँ यहाँ बाहिर आगो बाल्ने व्यवस्थाको नभएको हुनाले हामीले चाहिँ यसलाई चाहिँ ओभनमा बनाउन गइरहेका छौँ है। अब हामी यसलाई चाहिँ ओभन ट्रेमा राख्छौँ। हल्का तेल स्प्रे गर्छु यसमा। ओभनलाई प्रिहिट गरेका छौँ 220 डिग्री सेल्सियसमा 15 मिनट जति प्रिहिट गरेर हाम्रो चाहिँ ओभन रेडी छ। अब यसलाई हामी 20 मिनटको लागि ओभनमा बनाउन गइरहेका छौँ। ओभनमा हामी यसलाई 20 मिनट पकाउँछौँ, त्यसपछि अनि हामी त्यसलाई चाहिँ मोलमाल गरेर हामी चाहिँ छोइला तयार पार्छौँ। बुढीले भटमास पनि खाने भनेको छिन्, किनकि हामी खाजा सेट बनाउन गइरहेछौँ, त्यही भएर हामीले चाहिँ थोरै भटमासलाई तातो पानीमा भिजाएर राखेका थियौँ यसरी है। अब यसलाई चाहिँ हामी बिस्तारै एयर फ्राई गर्छौँ। छोइला बनाउनलाई हामीले लिएका छौँ एउटा प्याज हामीले पिल गरेर राखेका छौँ, एउटा प्याज, अलिकति लसुन र स्प्रिङ अनियन है, लसुनको पात अनि स्प्रिङ अनियन। मैले लिएको छु 6वटा सानो सानो गोलभेडा, किनकि बुढीले चाहिँ अलिक जुसी खालको खान पर्यो बुढा भनेको हुनाले मैले चाहिँ थोरै यसलाई चाहिँ ग्रेभी जस्तो बनाउनको लागि चाहिँ मैले चाहिँ 6वटा गोलभेडा लिएको छु। हामीले अलिकति पिल गरेर राखेको हामीले लसुन अनि अदुवा लिएका छौँ र खुर्सानी। छोइला खाइसकेपछि छोइलामा अलिकति पिरो आएन भने त्यो चाहिँ मजा आउँदैन, त्यही भएर चाहिँ हामीले चाहिँ 6-7वटा यस्तो हरियो खुर्सानीहरू लिएका छौँ। अब हामी यिनीहरूलाई काटेर इन्ग्रेडियन्ट रेडी गर्छौँ। जबसम्म हाम्रो मासु रेडी हुँदैछ त्यतिसम्म हामी यो इन्ग्रेडियन्टलाई रेडी गर्छौँ है। प्याज चाहिँ हामी लामो तरिकाले काट्छौँ, लामो तरिकाले लामो पिस पारेर लामो लामो गरेर चप गर्ने लसुनलाई। पनि हामी चप गर्न गइरहेछौँ है, अदुवालाई नै हामी चप गर्छौँ। त्यसै गरी स्प्रिङ अनियन र तपाईँको लसुनको पात पनि हामी काट्न गइरहेका छौँ है। त्यसै गरी खुर्सानीलाई पनि हामी लामो लामो गरेर काट्न गइरहेका छौँ है। खुर्सानी हामी लामो लामो गरेर काट्छौँ। यो छोइला भनिसकेपछि अलिकति पिरो भएन, जिब्रोमा ट्वाक्क लागेन भने चाहिँ मजा आउँदैन क्या। मलाई चाहिँ छोइला भने चाहिँ एकदम पिरो हुनुपर्छ जस्तो लाग्छ, किनकि त्यो तपाईँ अथेन्टिक नेवारी डिसमा पनि तपाईँले हेर्नुभयो भने छोइला भनेको चाहिँ पिरो खानेकुराको रूपमा नै राखेको हुन्छ है। पिरो हुन्छ छोइला भनेपछि पिरो हुन्छ भन्ने मान्यता नै हुन्छ, र मलाई पनि एकदम पिरो छोइला नै मनपर्छ। त्यही भएर मैले खुर्सानी चाहिँ 5-6वटा हरियो खुर्सानी लिएको छु। यसलाई चाहिँ हामी के गर्न गइरहेको छौँ भने अब गोलभेडालाई हामी चाहिँ एकछिन ग्यासमा पोल्छौँ, अनि ग्यासमा पोलेपछि त्यसले जुन बोनको फ्लेभर आउँछ, जुन पोलेको फ्लेभर आउनुपर्ने छोइलामा, त्यो फ्लेभर दिनको लागि चाहिँ हामी चाहिँ यसलाई चाहिँ हामी अब ग्यासमा पोल्न गइरहेका छौँ। हाम्रो गोलभेडा रेडी भइसकेको छ। अब यो गोलभेडालाई हामी
यसरी यहाँ राख्छौँ अहिले है। त्यसपछि अब हामी चिकनलाई चेक गर्छौँ। हाम्रो चिकन लगभग रेडी भइसकेको छ। यस्तो भएको छ हाम्रो चिकन चाहिँ। एयर फ्रायरमा हाल्न गइरहेका छौँ। हामी यसलाई 10 देखि 12 मिनट एयर फ्रायरमा फ्राई गर्नेछौँ। अलिकति स्मोकी फ्लेभर दिनको लागि हामी एकछिन यसलाई चाहिँ अलिअलि अब हामी चाहिँ यसलाई आगोमा पोल्न गइरहेका छौँ। अब यो चिकन पाकिसकेको छ भित्रबाट, तर अब यसलाई स्मोकी फ्लेभरको लागि मात्रै हामी यसलाई एकछिन अब आगोमा पोल्न गइरहेका छौँ। र यसरी ग्यासमा पोल्यो भने यो चाहिँ उस्तै हुन्छ, तर पनि अथेन्टिक खाने हो भने चाहिँ यसलाई चाहिँ आगोमा या तपाईँको कोइलामा पोल्न पर्ने हुन्छ, जसले चाहिँ यसको फ्लेभर एकदमै मिठो आउँछ। चिकनलाई चाहिँ ठिक्क ठिक्कको पिसमा हामी डाइस काट्न गइरहेका छौँ। नुन स्वाद अनुसार, त्यसपछि कलरको लागि यो रोगनी काश्मिरी मिर्च। पिरो त खासै हुँदैन, तर यसले कलर राम्रो कलर दिन्छ, रातो राम्रो कलर है, हेर्दाखेरि पिरो आउँछ। अनि त्यसपछि चाहिँ हामी लिने गइरहेका छौँ अलिकति टिमुरको धुलो। त्यसपछि हाम्रो ब्ल्याक पेपर, मरिचको स्वाद चाहिँ गाढा आउने भएको हुनाले हामी चाहिँ गाढा गडेको पिरो आउँछ, त्यही भएर मरिच चाहिँ अलिक राम्ररी नै हाल्ने गरिरहेको छु मैले छोइलामा है। यो मरिचको धुलो। अनि हामीले चाहिँ यो मसला तयार पारेको छौँ एउटा। यसमा चाहिँ जिरा, धनियाँ भुटेर, थोरै खुर्सानी र अलिकति तोरी राखेर पिनेर बनाएको यो मसला छ, यो छोइला मसला। हामी थोरै यो छोइला मसला युज गर्छौँ है। यसमा मलाई चाहिँ अलिकति यो मोमो मसलाको पनि थोरै टचअप दिन मन लाग्छ, किनकि यसको फ्लेभर मिठो आउँछ क्या है। मोमो मसलाको पनि थोरै हामीले टचअप दिएका छौँ। अब हामी यसलाई यो अघि हामीले काटेर राखेको अदुवा लसुन सहित यसलाई हामी चाहिँ झान्न गइरहेका छौँ। यसलाई हामी झान्छौँ अनि त्यसपछि रेडी हुन्छ हाम्रो छोइला। ल, तेल तातिसकेको छ। छोइलामा सबभन्दा मिठो स्वाद आउने भनेको यो मेथी दाना फुराएपछि। मेथी दाना फुराउनु पर्छ है। र जब मेथी अलिकति कालो कालो भइसक्छ अनि त्यसपछि हामी खुर्सानी अदुवा लसुनलाई फुराउन गइरहेका छौँ। रातो सुकेको खुर्सानी फुराएका छौँ। त्यो सँगसँगै अब म यसमा लसुन र अदुवा, चप गरेको लसुन र अदुवालाई फुराउन गइरहेको छु। हाम्रो भट्टा पनि रेडी भइसकेको छ है। भट्टा फ्राई भएर रेडी भइसकेको छ। अब हामी यसलाई झान्न गइरहेका छौँ। अब हामी यसलाई मजाले मोल्छौँ है। यो मसलाहरू सबैतिर लाग्ने गरेर यसलाई हामी अब मजाले मोल्न गइरहेका छौँ। यो चिकनलाई चाहिँ धेरै बेसरी दबाउँदाखेरि यो चिकन टुक्रा टुक्रा पर्ने भएको हुनाले पनि यसलाई अलिकति बिस्तारै मिलाएर मोल्नुपर्छ है। फेरि धेरै टुक्रा टुक्रा पऱ्यो भने पनि यो मजा आउँदैन। अब यसलाई थोरै धनियाँ, हरियो धनियाँ र थोरै हामीले चाहिँ चिली फ्लेक्सले यसलाई गार्निस गरेका छौँ है। अलिअलि चिली फ्लेक्स र थोरै धनियाँ हालेर हामीले यसलाई गार्निस गरेका छौँ। र यसरी हाम्रो यो छोइला चाहिँ रेडी भएको छ, चिकन छोइला। हामी यसलाई चाहिँ अब एकछिन फ्रिजमा रेस्ट गर्न दिन्छौँ। छोइला चिसो मिठो हुने भएको हुनाले हामी यसलाई एकछिन फ्रिजमा रेस्ट गर्न दिन्छौँ। र रेस्ट गरिसकेपछि अनि हामी चाहिँ यसलाई अहिले बुढी आएपछि सर्भ गर्छौँ। अचार पनि खानु पऱ्यो भनेको छिन्, त्यसो भएपछि अचारमा चाहिँ म चाहिँ काँक्रोको अचार बनाउन गइरहेको छु है। मैले 2वटा काँक्रो लिएको छु। अब त्यस काँक्रोको हामी अचार बनाउँछौँ। त्यसमा अनि हामी एड गर्न गइरहेका छौँ अलिकति प्याज,
हरियो खुर्सानी लामो लामो काटेको, हरियो धनिया स्प्रिङ्कल गर्ने है, अलिकति नुन, अलिकति खुर्सानीको धुलो, अलिकति बेसार, अलिकति चाट मसला, थोरै टिमुर धुलो। हजुर मम्मीलाई पिरो बनाउने? औ ड्याडीले छोइला पिरो बनाएको छु नि छोरी, अचार चाहिँ ठिक्कको बनाउने है। हस् ए ल ल त नि ल छोरी ल। अनि छोपको रूपमा चाहिँ अलिकति यो पिनेको तिल युज गर्छौँ हामी। बोइल्ड आलु लिएको छु मैले है। यो बोइल्ड आलुले चाहिँ के गर्छ भने अलिअलि यसबाट निस्केको पानीहरू सोच्नमा पनि मद्दत गर्छ। हामी यसमा अमिलोको लागि लेमनको जुस हाल्न गइरहेका छौँ, अचारलाई झान्न गइरहेका छौँ। यसरी हाम्रो अचार पनि तयार भइसकेको छ है। हाम्रो भट्टा तयार भएको छ, त्यसलाई फिनिसिङ गर्नु बाँकी छ। भट्टालाई अलिकति नुन, चाट मसला, थोरै बेसार हालेर हामी यसलाई चाहिँ मोल्छौँ। चिउरा चाहिँ हामी चाहिँ माइक्रोवेभ गर्छौँ। यसलाई अब तपाईँले तारेर फुरनदाना बनाएर अलिकति तेलमा तारेर खान पनि सक्नुहुन्छ, तर हामीलाई चाहिँ यो माइक्रोवेभ गरेको चिउरा लगभग भुटेको चिउरा जस्तै हुन्छ। हामी चाहिँ यसलाई माइक्रोवेभ गरेर अनि त्यो माइक्रोवेभको चिउरा खान्छौँ। डिनर रेडी भयो भने मम्मीलाई एकदम डिनर रेडी छ म्याडम, लाउनुहोस्। स्पेसल बुढीको तयार छ छोइला बनाए है। मलाई कस्तो मलाई कामै खान मन लाग्यो। तिमीले भनिदियो बाबालाई एकदम पिरो बनाऊ ड्याडी भने? पिरो त होइन नि सिधै लास्ट पिरो देखिया है। मैले भने जस्तै हो खास त छोइला हेर्दाखेरि के त्यो यो यस्तो ग्रेभी ग्रेभीवाला मलाई एकदम मनपर्छ यार, कस्तो राम्रो देखेको। ट्राई गरौँ सिधै? गर न गर। पहिला छोइलै गर्छु, म त कामबाट छोइला खान्छ भनेर आएको। ओ माई गॉड एकदम मिठो छ। ओहो त्यो फ्रेस कागतीको ओहो। अब म अलिकति भट्टन ट्राई गर्छु भख। क्रन्ची भएछ भट्टा आज एकदम सुनि क्रन्ची भख, मिठो भख, एकदम मिठो भख। छोइला त बेस्ट। तपाईँहरू पनि यस्तै मिठो मिठो परिकार बनाएर मेरो जसरी बुढीलाई खुसी बनाउन चाहनुहुन्छ भने हाम्रो च्यानललाई लाइक, सब्सक्राइब अनि हामीलाई कमेन्ट गरिदिनु होला। नयाँ नयाँ परिकारहरू पनि लिएर आउनेछौँ, किनकि हामीलाई खानै छ नि होइन। ह्याप्पी वाइफ मिन्स ह्याप्पी लाइफ। सब्सक्राइब टु जोय टिङ्ग्रे भान्सा। You must comment Joy Tingre Bancha, like, share and comment Joy Tingre ko Bancha videos. The Joy Tingre. Hey.